अच्छा अब भर्खर 3-4 महिना पनि भएको छैन होला जर्मेको चल्लाहरू पुरा बिसौनाहरू चाहिँ हेलो गाइस, वेलकम एन्ड ब्याक टु न्यू भिडियो। एभ्रिथिङ सन्चै हुन्छ होला चाहिँ बिहान 6 बजेदेखि उठेर भिडियो अपलोड गर्न लाग्यो। लास्ट चाहिँ ढिलो पुरा सायद 45 मिनट लाग्यो होइन भिडियो अपलोड हुनुको लागि। भिसिल चाहिँ अहिले म चाहिँ पढाइरहेको छु यहाँ। यो हेलो पुरा उज्यालै भइसक्यो। लेख्यो रामचरले पराडा बुढो यार बाहिर यार त यार बाहिर बुढो घामै नै हेरेर पढ्नै सक्दिनँ यार। कस्तो पढ्ने लेख्न नानी छिटो छोरा लेख् त छिटो फास्ट लेख कि अब यो खोल्ने चाहिँ अब कति टाइम लगान्छ पहिले फाइनली पढाइसक्यो। अब त्यही नै हो लाइनहरू चाहिँ अझसम्म छुटेर छन्। अल्ला भाइ कसो बोल अलि के पकाइरहेछिस् नि? अनि के तँलाई पराएकोमा लेपमा दियोस्? आयो अल्ला भाइ पार्टनर खान नाम एउटा गाईहरू चाहिँ यही नै हुन् होइन। ल यो चाहिँ बाछा अब भर्खर 3-4 महिना पनि भएको छैन होला जर्मेको। 2 महिना चाहिँ भएको होला कसरी चित्तै परेको होइन। लडे म चाहिँ अब गाई सारेर ल्याउँछु है। घाँस खान त्यहाँ किन मलाई लाग्छ खा त त्यहाँ खुर्पको रुमभित्रमा आइसकेको छ होइन। त्यसलाई पढाएर लगभग म चाहिँ 6 बजेदेखि उठेर भिडियो अपलोड गरेको। हिजो चाहिँ अपलोड गर्ने प्लान थियो तर हिजो चाहिँ नेट पनि चलेन होइन। नेट नचलेको कारणले चाहिँ राम्रोसँग अपलोड पनि भएन होइन। अनि आज चाहिँ बिहानै 6 बजे उठेर अब अपलोड गरेको भर्खर 7 बजीतिर अपलोड भइसक्यो। तपाईँहरूले चाहिँ हेरिसक्नुभयो होला। हेर्नु भएको छैन भने चाहिँ यो भिडियो गएर हेर्नु होला। त्यही नै हो। ल अहिले चाहिँ म चाहिँ पहिला मेरो पुरानो ठाउँहरूमा जाँदैछु होइन। यदि फेरि च्यानलमा नयाँ हुन्छ सब्सक्राइब गरिदिनु होला। सकाल बिहान होइन जतिखेर घाम स्टार्ट हुन्छ त्यहाँको 9:30 अथवा 9 बजेको बिचमा चाहिँ भिटामिन डी पाइन्छ होइन। त्यसको चाहिँ यसो बसौँ न कहिले कसो। अब सधैँ त बसिन्न तर नबसे पनि हिँडिन्छ। आज चाहिँ बसौँ न। यो मेरो पुरानो ठाउँ। जो साथीहरूले मेरो भिडियो चाहिँ पहिले हेर्दै आउनु भएको छ त्योहरूलाई थाहा होला। यो भाइ चाहिँ सकालै पुरै यो त भर्खर नि 8:30 पनि भएको छैन होइन। यो चाहिँ स्कुल जानु लागेको छ। घाम तापौँ न भेटिनै छाडे हजुर बर पिपल छाया उहिले त लेखिन्थ्यो रे चिठीमा माया डोको बुन्ने नि गालो छोया। ल धेरै बस्यो घाममा अब घर जानुपर्छ है। यो चाहिँ बिसौना होइन पुरा बिसौनाहरू चाहिँ चल्लाहरू पनि छन् होइन। यो अब चल्लाहरू पनि छन्। अब खाना खानुपर्छ होइन। यहाँदेखि अर्को सिक्रेट रास्ता पनि बनेको छ होइन। पहिला उतादेखि घुमेर जानुपर्छ। अहिले त यहाँदेखि पनि जान्छ। लडे अब फेरि भात खानुपर्छ है। अब त्यसको पछि सिधै अब भात खाएर सिधै भेटौँ है लडे। जानको लागि तयार भइसक्यो होइन।
सब लगाएर अब चाहिँ माट भेट्नबाट लान्छन् झोल आज चाहिँ मसान त होइन को एक गट्टे अनि शनिबार लगातार यहाँ यो महिनामा चाहिँ लगभग पढाइ 10-15 दिन पनि हुन्न होला सायद त्यही नै हो लडे अब म चाहिँ स्कुल जान्छु स्कुलदेखि आएर भेटौँ ल गाइस त्यही नै हो स्कुलदेखि आएर खाना जाँदैछ होइन म चाहिँ के कुरा भन्न चाहन्छु भन्दाखेरि अब चाहिँ युट्युबमा भिडियो हाल्दाखेरि चाहिँ भ्यू जान्न र यार बनानै मन लाग्दैन कि यार भर्खर चाहिँ अब एउटा थमेल बनाएको छ होइन 2 बजीदेखि स्टार्ट गरेको 3 बजीसम्म 1 घन्टामा चाहिँ एउटा थमेल बनाएँ हिजो चाहिँ 2 घन्टामा भिडियो एडिट गरेर अनि 1 घन्टा आधीतिर लगेर थमेल हालेर बनाएको भ्युज नै गइरहेको छैन खाना खाएर मस भइसक्यो होइन अहिले चाहिँ 3 जति बजिरहेको छ अब एकछिन सुतम आज चाहिँ मसान त 1 बजे नै छुट्टी भएको थियो स्कुलदेखि आएर अब खानासाना खाएर यसो सुतम 1 बजे 5-6 बजीतिर भेटिन्छु लडे यस्तै नै हो अब चाहिँ एकछिन उठेर भिडियो बनाउँछु भन्दाखेरि राति नै परिसकेको रहेछ होइन राति नै परिसकेको छ अब त्यही नै हो च्यानलमा नयाँ हुन्छ सब्सक्राइब गरिदिनु होला भन्दै बिदा हुन्छु भोलिको भिडियोमा भेटौँला